लेखकहरूले किताबलाई मात्र निहाल्ने होइन, कसैको सौन्दर्यलाई पनि हेर्ने गर न। सुन्दर चिजहरू पनि त देखिनु पर्यो नि। मेरो विषयमा के छ त तिम्रो विचार? फुटेको हाँडीलाई लिपस्टिक लगाएर अगाडि उभ्याएको जस्तो लाग्छ। ए मिस्टर, म तिमीलाई छोड्दिन। सबै केटीहरू मलाई देख्ने बित्तिकै यस्तै भन्छन्। तिमीलाई त म प्रेम गर्छु भन्न खोजेको होला, तर मेरो मुड छैन। हेरौँला तिमीलाई। सधैँ हेर्ने भए फोटो दिउँ कि? तिमी जस्तो आँखा भएको अन्धलाई के थाहा सौन्दर्य भनेको के हो? सबैलाई आउने वयस आउँदैमा आफूलाई संसारको सबैभन्दा राम्री नथान मैया। नत्र गोठमा भैँसी थारो बसेको जस्तो माइतमा बुढी कन्या बस्नु पर्ला।